तपाईँ जापानमा हुनुहुन्छ अनि तपाईँको कपडा पनि बसाओस् भन्ने चाहनुहुन्छ भने यो लिक्विड ट्राई गर्न सक्नुहुन्छ। यो चाहिँ 7-11 पाइन्छ। यो चाहिँ जम्मा 400 रुपियाँमा पाइदो रहेछ। हामी यो किन्यौं अनि घर आयौं। मम्मी चाहिँ खाना बनाउँदै हुनुहुन्थ्यो अनि म र मम्मी मिलेर सबै कपडाहरू कलेक्ट गर्न लाग्यौं। कपडाहरू चाहिँ एकदमै धेरै थियो। अनि जापानमा चाहिँ अब जाडो सुरु हुँदैछ, त्यसैले कहिलेदेखि राखेका बाक्ला ज्याकेटहरू निकालेर धुन लागेका थियौं। अनि हाम्रो घरबाट लन्ड्री चाहिँ 30 मिनेट टाढो छ। एक्लै भएको भए चाहिँ साइकलमा जान्थे, तर आज धेरै कपडा भएकाले हामी हिँड्दै जाने प्लान गरायौं। अनि बल्ल तल्ल साइकल धकल्दै लन्ड्री पुग्न हामीलाई 30 मिनेट जति लाग्यो। म चाहिँ यो जापानको लन्ड्री पहिलोचोटि युज गर्दै थिएँ। कसरी युज गर्ने थाहा थिएन। त्यही पनि एउटा जापानिजलाई सोधेर हामीले मेसिन युज गर्ने तरिका जान्यौं। सुरुमा सबै कपडा हाल्नु पर्दो रहेछ अनि यो लिक्विड चाहिँ युज गर्न नभुल्नु होला। यसको स्मेल चाहिँ एकदमै राम्रो छ। अनि हामीले सबै कपडा हाल्यौं। टाइम चाहिँ 1 घण्टा जति लाग्दो रहेछ। यसमा चाहिँ नोट पैसा युज हुँदो रहेनछ, त्यसैले हामीले कोइनमा एक्सचेन्ज गर्यौं अनि 1500 जति हालेका थियौं। अनि वेटिङ टाइम चाहिँ 1 घण्टा थियो। त्यसैले मम्मी र म कुरा गरिरहँदा मम्मीले चाहिँ नजिकै डङ्की सुपरमार्केट छ भन्नुभयो। त्यसैले म पनि डङ्की जाउँ न त भनेर हामी डङ्कीतिर लाग्यौं। हामी बस्ने ठाउँ चाहिँ अलि गाउँ जस्तो एरिया भएकाले डङ्की छ भन्ने थाहा थिएन। अनि यसमा चाहिँ हेलोविन फेस्टिभलको डेकोरेसन भइरहेको रहेछ। यो चाहिँ कसले गरेको मलाई थाहा भएन, सुरुबाट यस्तै थियो। हामीले केही हेलोविन मास्कहरू ट्राई गर्यौं। मैले चाहिँ केही पनि किनेन, तर मम्मीले चाहिँ यो क्रिम किन्नु भयो। अनि हामी लन्ड्री फर्कँदा चाहिँ हाम्रो कपडा सुकिसकेको थियो। यदि बाक्लो ज्याकेट घरमा सुकाएको भए 2 हप्ता लाग्थ्यो होला, तर यहाँ 2 घण्टामै भयो। त्यसैले जापानमा सेवा सुविधा चाहिँ एकदमै राम्रो छ। आजको लागि यति नै, बाइ बाइ।